सधैँको दिन पर्दैन एउटा जस्तो। हे प्रिय हो, तिमीहरूलाई हाम्रो सहभागी भएको उद्धारको विषयमा लेख्नलाई मैले हर तरहले प्रयत्न गर्दै थिएँ, हर तरहले म प्रयत्न गर्दै थिएँ, तर पवित्र जनहरूलाई सधैँको निम्ति दिएको त्यो विश्वासको निम्ति। हालेलुया। विश्वास चाहिँ कहिलेको निम्ति दिएको रहेछ? सधैँको निम्ति, एकछिनको लागि होइन, हिजोको लागि होइन, आजको लागि मात्रै हुन्छ, सधैँको निम्ति दिएको विश्वास। उत्कट साथ कम्मर कस भनेर हो। तिमीहरूलाई यस कुराको अर्थी दिएर लेख्न मलाई आवश्यक पर्यो। प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्कृष्ट भएको छु। त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठाने। रक्षा गर भन्ने लेख्न मैले आवश्यक ठाने। विश्वास चाहिँ कति मूल्यवान कुरा छ यो हाम्रो विश्वास। पत्रुसले बताएको छ होइन, कति मूल्यवान छ। सुन चाँदी हिरा मोतीलाई मान्छेले कति साह्रो यसलाई जोगाएर राखेको हुन्छ, तर आज हामीले हाम्रो विश्वासलाई लापरवाही त छोडेको छैन। यसरी हामीले सोचेका थियौँ कि थिएन? आज हामी सोच्छौँ जब जुनै पनि कुरा बेसी हुन्छ त्यसको मूल्य हुँदैन। सोलोमन राजाको पालामा चाहिँ यरुशलेममा चाँदीहरू चाहिँ माटो जस्तै फाल्दो यस्तै, सुनको पनि मूल्य थिएन भन्छ, त्यो बेसी भएर। तर विश्वास त्योभन्दा पनि मूल्यवान छ अनि यसलाई रक्षा गर भन्छ। अनि यसको रक्षा चाहिँ कहाँबाट हुन्छ? हाम्रो परिवारबाट हुन्छ। हालेलुया। पहिलो शिक्षक हाम्रो परिवार, आमा बुवा, हाम्रो पहिलो चर्च पनि खास हाम्रो परिवार हो खास। अब अन्तिमको दिनमा हामीलाई हाम्रो विश्वासको रक्षा गर्नलाई आज हाम्रो नानीहरूलाई, हाम्रो परिवारलाई हामीले हाम्रो पारिवारिक वेदीबाट सिकाउन आवश्यक छ। त्यहाँबाट उनीहरूले सिक्छ नैतिकताहरू, त्यहाँबाट उनीहरूले सिक्छ वचनहरू, अनि त्यहाँबाट हाम्रो विश्वासको हामी रक्षा गर्न सक्छौँ। अनि मण्डलीमा पनि हामी विश्वासको रक्षा गर्नु, यो बहुमूल्य कुरा। त्यही भएर रक्षा गरेर सुरक्षित राख भने बहुमूल्य कुरालाई चाहिँ हामीले यसको हामीले हेऱ्यौँ भने पुरा लडाइँको बेलामा ठुला मूल्यवान कुराहरू चाहिँ राष्ट्रले त्यो बमले पनि केही नहुने बक्साहरू बनाएर त्यहाँभित्र राख्दो रहेछ अन्डरग्राउन्ड गरेर। आज विश्वास ती सबै कुराभन्दा मूल्यवान छ, किनभने परमेश्वरलाई खुसी तुल्याउने कुरा नै एउटा विश्वास हो। विश्वास बिना हाम्रो कुनै पनि कुरा हामी अगाडि बढाउन सक्दैनौँ। हालेलुया। अनि यही कुरालाई म अर्को एउटा पदसँग जोड्छु। म धेरै गहिराइमा जाँदिनँ, बिस्तारै म आउँछु। पहिलो तिमोथी 5:8 भन्छ, परिवार चलाउन नसक्नेले मण्डली कसरी चलाउँछ? धेरैचोटि हामी यसलाई रुपियाँ पैसासँग लान्छौँ, तुलना गर्छौँ, अनि यस्तो हुन्छ मेरो त पैसै छैन, घरै छैन, जग्गा जमिन नै छैन, होइन? सबै म कसरी म त सेवा गर्न योग्य छैन भन्छ कि धेरैले। भनेको मेरो एक्सनद्वारा तपाईँले बुझ्नु हुँदैछ होइन? म त सक्दिनँ, म यो वचन अनुसार योग्य छैन भन्छ। तर यो वचनले रुपियाँ पैसाको लागि बारेमा मात्रै बोलेको छैन। तपाईँसँग पैसा होस् या नहोस्, तपाईँ र म धनी मान्छे हो। आमेन। किनभने सर्वशक्तिमान परमेश्वरको वचनले भन्छ, उहाँ धनी हुनुहुन्थ्यो तर तिम्रो निम्ति गरिब परिदिनु हो ताकि उहाँको गरिबबाट तिमी धनी बन्छ। हालेलुया। संसारले नाप्ने आफ्नो छ, तर बाइबलले भन्छ हामी संसारमा छौँ तर संसार गएन। हालेलुया। हामी भित्र हुने संसार हुने भन्दा महान हुन्छ। उहाँले भन्नुहुन्छ सक्यो, इट इज फिनिश। हामी धनी छौँ त छौँ। हालेलुया। हाम्रो कुरा उहाँबाट आउँछ। आमेन। यसले त्यो बारेमा भन्छ होला, आउँछ त्यो कुरा, तर म के भन्दैछु यो त्यो कुरासँग सम्बन्धित छैन। विश्वासलाई पनि हामीले हाम्रो परिवारमा बोल्नुपर्छ। हाम्रो छोराछोरीको अगाडि उनीहरूले देख्नुपर्छ मेरो बुवा आमाले के बोल्दैछन्, वचनले के भन्छ। वचनले भनेपछि सक्यो। यो परमेश्वरबाट आउँछ भने हामीले उनीहरूलाई परमेश्वरलाई भरोसा गर्न सिकाउनुपर्छ। अनि हाम्रो पास्टर भाइ बहिनीहरूले त्यो कुरा गर्दै हुनुहुन्छ भन्ने मलाई लाग्छ। अनि गर्नु भएको छैन भने पनि यदि यहाँ हामी भएको हरेक मान्छेमा यदि बिहान बेलुका बाइबल अध्ययन गर्ने, वचन पढ्ने अनि बोल्ने बानी छैन भने आज तपाईँको लागि उत्तम दिन। हालेलुया। हालेलुया। तपाईँलाई यदि त्यस्तो लाग्दैछ सानो मन नबनाउनुहोस्, तपाईँको लागि कति ठुलो मौका। हालेलुया। सुरु गर्नुहोस्, तपाईँको जीवन बदलिएर जान्छ।
अनि बोल्नुहोस्। विश्वास बोल्छ। धेरैचोटि हामी म विश्वास गर्छु भने भइहाल्छ नि, तर तपाईँले मनमै सोचेर बस्नु भने मैले त्यो पाउँछु, तपाईँको गिफ्ट मेरोमा आइपुग्छ। अथवा अब त्यसो भन्दा पनि अलि होला, तर मेरो गिफ्ट पनि तपाईँकोमा पुग्दैन नि त, पुग्छ त? विश्वास पनि भित्र गरेर हुँदैन, बोल्नु पर्ने रहेछ। किनभने त्यही स्पिरिट अफ गड चाहिँ हामीसँग छ, जसले बोलेर सारा ब्रह्माण्डलाई बनाउनुहुन्छ। हालेलुया। हामी बोल्नुपर्छ, तर कहाँ बोल्ने त? बजारमा, परिवारमा, हाम्रो परमेश्वरको वेदीमा। हालेलुया। हालेलुया। हरेक आत्मिक लडाइँहरू चाहिँ हाम्रो विश्वाससँग सम्बन्धित हुन्छ। अनि त्यो चाहिँ जब हामी बोल्छौँ अनि त्यो कुराहरू हुन आउँछ। समय लाग्ला होइन। अझै हामीले अलिकति गहिराइमा गएर यसलाई हेऱ्यौँ भने हामीले मर्कुसको पुस्तक 11:22 माथि हेऱ्यौँ भने त्यहाँनिर 2 चोटि भनेको छ, तिमीले जे कुरा प्रार्थनामा विश्वास गर्छ त्यो पाएँ भनेर। यो विश्वास गरे कि मैले पाएँ, अनि लगत्तै अर्को भर्सले के भन्छ? यो तिम्रो हुनेछ भनेको मतलब त्यहाँनिर समय लाग्न सक्छ। त्यो अर्को प्रक्रिया हो। आत्मिक रूपमा जे कुरा हामी यहाँ बोल्छौँ, बोलेको कुराले हलचल ल्याउँछ। किनभने हाम्रो चित्त पनि मान्छेले भनेर दुख्छ भने उत्साह पनि कसरी भनेर हामीले पाउँछौँ। हामीले भनेको कुराले केही न केही निर्माण गरिराखेको हुन्छ। हालेलुया। आमेन। यो कुरा चाहिँ आज हामीले विचार गर्नुपर्छ। हामीले यो कुरालाई ध्यान दिउँ अनि परमेश्वरको वचनमा हामीले जरा गाडेका छौँ भने कुनै पनि कुराले हामीलाई हल्लाउन सक्दैन। हालेलुया। कति कुराहरू बितेर जान्छन्, चिन्ह चमत्कारहरू बितेर जान्छन्, मिराकल्सहरू बितेर जान्छन्, तर परमेश्वरको वचन बित्दैन। धेरैचोटि हामी ती कुराहरूको पछि लाग्छौँ, सबैलाई मनपर्छ होइन, वाव भन्ने, तर यो हाम्रो चाहना हो। तर परमेश्वरले त्यो गर्नुहुन्छ, तर कति बेला गर्नुहुन्छ? जति बेला हामी वचनलाई लिएर हिँड्छौँ, वचन हामी पक्रेर हिँड्छौँ, अनि वचनलाई पछ्याउने गर्दै स्वर्गदूतहरू हाम्रो पछि हुन्छ। हालेलुया। त्यो वचनलाई उनीहरूले पालन गर्ने हो। अनि साइन्स, वन्डर्स, मिराकल्स भनेको त्यो नर्मल कुरा हो। तर अहिले यो कहाँबाट म बोल्दैछु थाहा छैन, मेरो प्रसङ्ग होइन, तर एउटा घटना म तपाईँलाई याद दिलाउँछु। इजरायलीले जति चिन्ह र चमत्कार कसले देख्यो? 40 जना नाश हुने चाहिँ को थियो? मधेसको एगेन्स्टमा होइन, यदि अर्कै शिक्षा लिएर आइसकेको छ, तर त्यो चाहिँ मूलभूत कुरा चाहिँ परमेश्वरले चाहनुहुन्छ, उहाँको वचन। मैले अघि पनि कुरा सकेको छु, हामीलाई टेक्नको लागि चाहिँ ग्राउन्ड चाहिन्छ, नभए लडिहाल्छ। तर परमेश्वरको विश्वासमा जिउनको लागि चाहिँ वचनलाई पक्रिनुहोस्, वचनलाई घोषणा गर्नुहोस्। अनि परिवारको जब हामी त्यहाँ बसाल्छौँ, हाम्रो नानीहरू चरित्रले भरिएको हुन्छ। हालेलुया। विश्वासले भरिएको हुन्छ, हाम्रो नानीहरू प्रेमले भरिएको हुन्छ, अनि हाम्रो नानीहरू उत्साहले भरिएको हुन्छ। उनीहरू परमेश्वरको उपस्थितिलाई बोकेर हिँड्ने नानीहरू हुन्छ। अनि हामीले यही कुरालाई नेग्लेक्ट गरेका हुन्छौँ। हामी आफ्नो प्रयासहरू गरिरहेको हुन्छौँ, राम्रो कुरा हो, परमेश्वरले मेहनतीलाई मन पराउनुहुन्छ, तर यो वचन अनुसारको प्रयास छ भने चाहिँ उन्नति हाम्रो। हालेलुया। बाइबलले भन्छ स्वर्ग पृथ्वी समस्त कुरा परमेश्वरको हो, अनि त्यो हाम्रो पनि हो। परमेश्वरको इच्छा उन्नति हो खास हाम्रो जीवनमा। तर समस्याहरू आउँदै गर्दाखेरि हामी डराउनु हुँदैन। समस्यामाथि हामीले बोल्न जब सुरु गर्छौँ, अनि म पहाडी इलाकामा धेरै बसेको कि मलाई उदाहरण साह्रो मनपर्छ। हामी बसेकोतिर ठुलो ठुलो यसो गर्दा टोपी झर्ने खालको पहाडहरू थियो। अनि मैले जहिले पनि त्यो पहाडको एक पाटो मात्रै हेर्ने गर्थेँ कि ढुङ्गाहरू झरिहाल्यो भने पनि त्यो खसेको पहिरो राट लाग्दो कि केही त्यो हिउँ मात्रै पर्ने भरे नि, अनि डर लाग्दो, अनि विशाल सर्पहरू मात्रै पाउँछ केही पनि। तर एक दिन मलाई एकजना दाइले लिएर जानुभयो, त्यसको उतापट्टि त कति राम्रो गाउँ रहेछ कि, कति राम्रो गाउँ, कति राम्रो मान्छेहरू, आम्मा फुलहरू त्यस्तै फुलेको डम्मै त्यो मैदान जस्तो। अनि हामी पनि जिन्दगीमा अगाडि देखिने पहाडलाई मात्रै हेऱ्यौँ भने हामीलाई त्यस्तै हुनसक्छ। तर हामी त्योभन्दा उतापट्टि हेऱ्यौँ भने परमेश्वरले राख्नुभएको आशिष र प्रशस्तताले हामीलाई पर्खिरहेको छ। त्यसलाई विश्वास गरेर, त्यसलाई स्वीकार, त्यसलाई ग्रहण गर्ने चाहिँ तपाईँ र हाम्रो विश्वास हो। हालेलुया।